हजुर नाम के हो नि नाम के हो मेरो कविराज कविराज हो कति वर्षको हुनुभयो 140 140 104 140 140 होइन होला हो कति साले हजुर म 26 साल 26 साले 26 साले कहाँ 104 भयो नि भएन नि बाजे 26 सालले कहाँ 104 पुग्यो र पुगेन चौरासी त अस्ति गरेको ल आज पहिले गरेको नि त 84 गरेको 90 वर्ष हुनुभयो 84 85 84 मा पूजा गर्ने भनेको नमानेर मैले सधैँ भनेको चाँडो छोराले भने उठेर पैसा भएन अहिले पैसा लाउँछ लाए 1.5 लाख लाउस बाजा चाँडो बेलुका आएर बस टुक्रो बस ए बा भन् तिम्रो भोलि बिहा हो झम्काइदिउँलाई नहुने कुरा भन् त्यहाँ होइन बे भोलि बिहान उठेर सबैलाई निम्त गरिरहेको छु कति 4000 बाजालाई पनि दिएको छु 4000 होइन त्यहाँबाट बिहान 7 बजेबाट बेलुकासम्म बाजा बजाउनु त्यहाँबाट मालिकलाई नि मालिकबाट उहाँ लगाएर पानी लिएर गएर शिलालाई पसपास पानी खुट्टा हात धोएर त्यहाँबाट अगरबत्ती जलाऊ चिल्लो लगाइदेऊ त्यहाँबाट फुलको माला लगाइदेऊ त्यहाँबाट 100 रुपियाँ माथिबाट राखिदेऊ बाजा बजाएर घुमाएर त्यति गरेको त्यहाँबाट यताबाट होइन उता नुन खान गइरहेर बाजा बजाएर भनेपछि अहिले 90 वर्ष हुनुभयो 90 वर्ष हुनुभयो नि त अनि यस्तो बुढेसकालमा नि के हो त नि घाँस काट्न आउँदा कति जोस लाग्यो यसो भयो बाबु भने नि थिइन् हिजो घर गई बुहारी अब 10वटा ब्रोइलर कुखुरा 5वटा हो 8वटा बाख्रा लैना भैँसीको माउ परी बिहान अघि नै भन्दै थियौँ नि बगाइजहरू अब हाम्रो चाहिँ कुरा के भएको नि यहाँ बाजेको घर चाहिँ होइन कुखुरा बाख्रा भैँसी पनि छ अरे भैँसी चाहिँ लैनो छ अरे अब बाजेले यस्तो बेलामा चाहिँ एकदम घाँस काटेर हिँड्नु भएको छ भने बाजेसँग केही कुरा पनि गर्दैछु मैले हेर्दै जानु है चप्पल छोडेछु त्यहाँबाट एवा नजाऊ भनेको थिएँ केटाकेटी चप्पल छोडेछु त्यहाँ भने त्यहाँबाट अब कहाँ छोडेन त्यहाँबाट फेरि अर्को लाग सुन्नु न यता त यस्तो 90 वर्षको बेलामा पनि घाँस काट्न कति किन रहेको र थपक्क घर नबसेर बस्थे यति खान्छु बसी खास भन्छन् कि भन्न पर्यो ए भनीले भन्न दिनु छोडिदिनु त्यो त भनीले भनिरहन्छन् छोराले भन्छ झेडो नखाऊ आँटो नखाऊ भाजै खाऊ थुपुक्क बस अब बुढो मान्छे फेरि अब मन नमान्ने गाह्रो छ हो त्यहाँबाट बिहान उठेर बानी कुँडो पकाइदिने त्यहाँबाट भैँसी दुहुन्छन् दुध चलाइदिने त्यहाँबाट बाख्रालाई त्यहाँबाट दुध तताएपछि चिया खाने त्यहाँबाट चिया खाएर बसिरहन् त्यहाँबाट अहिले बुहारी त्यत्रो धन्दा ल्याएर लुवा धुना गोठाएर घाँस छैन उता बाख्रा गराएको उता भैँस गराएको जान्छ भनेर आएर त्यहाँ लिएर गएँ त्यहाँबाट यो त सरकारी जुत्ता हो यो टोपी यो एउटा स्वेटर दिएको थियो अहिले पुसा फेरि एउटा सिरक दिएको छ त्यहाँबाट हे यो टोपी लाऊ यो जुत्ता लाऊ तिमीलाई अब दसैँमा त्यहाँबाट फोटो खिच्यो के अरे त्यहाँबाट ल दसैँमा पैसा आउँछ कपडा आउँछ तिमीलाई आएछ भने लाम लगेर नमरे बाँची भने त्यहाँबाट
कतै ओ त्यत्रो बारी दुईहरूको बाँड्दै सबै नि छोडे तिमी छोडे सुन्नु न अब यस्तो उमेरमा किन घाँस काट्न आएको भनेको मैले के रहर आएर हो कि कर लाएर हो कि कसैले के हो कसैले कर लगाएको होइन त्यहाँबाट लिएर गएँ त्यहाँ गफ घुम्काएँ हेर त यत्रो बेलासम्म हामी बाँच्न सकिन्छ बाजे यत्रो बेलासम्म हामी बाँच्न सकिन्छ खै कहिले बाँच्दिने क्या हामी भनेको हामी यो खुट्टा गल्ने यो गल्ने बाजे चाहिँ आफ्नै पारामा हुनुहुन्छ बाजेले अलिक काम चाहिँ एकदम कम सुन्नु रहेछ होइन गाईहरूले पेट केही छैन ल ल भयो भयो त राख्नु भएछ होइन हेर त पेट अब बुढेसकालमा नि अब कहाँ बाहिर आउँछ त नि छैन खकलक्कै हो अब खाना अलि खानु पर्यो अब घिउले दुधले भन्न पर्यो बुहारीलाई भदौमा बिहाको भैँसी चिटो हुन्छ कि राम्रो हुन्छ कस्तो हुन्छ घिउ जान्दिनँ खानु न घर कि दिँदैनन् त्यहाँबाट ए दुध ल्याउन भने दुध दिन्छन् कि नै दिँदैन दुध घिउ दही दिन्छन् दिन्नन् मागेर खानु पर्यो नि घर ल्याऊ दुध गल्ला भने दिन्छन् न त दिँदैनन् त्यहाँबाट ओटो बाल्छाले भात लान्छ बा है त्यहाँबाट अलिक भात लिएर जान्छ खाटा छोड्छ त्यहाँबाट पानी खाएर भन्छ ल बाबु भन त्यहाँबाट बाजे चाहिँ आफ्नै पारामा हुनुहुन्छ गाईहरूले हेर्नु है अब त हामी त मरे जाति हुन्थ्यो बाजे सुन्नु त हजुरको बेलासम्म हामी बाँच्न सकिन्छ अहिले यसो गर लेखा हुन पर्यो नि हामीलाई त यी भगवान्ले जन्मिँदाखेरि सही लाग्यो लेप्चे लाएर आएको नि त भगवान्ले सही अब हजुरको बेलासम्म हामी त बाँचिँदैन अब बुढेसकालमा घाँस काट्न हिँड्न पर्यो थपक्क घर बस्नु के घर बसेर खाएको उता भैँसी उता दुरुन्टा बुहारी छ नि त घर बुहारी त खानु एउटीले चाल पकायो ग्यास चुल्हा राख्यो त्यहाँ सिमेन्ट पकायो ग्यास चुल्हा राख्यो त्यहाँबाट थाल्नु खोज्यो पस्यो पानी दियो गयो 20 टका कोठी ए बुहारी बाजेको गुनासो सुन्नु है ओ त्यहाँ पातलो छैन भैँसी कराए कुखुरो पनि छैन बाख्रो पनि छैन खायो त्यहाँ फेरि कुन बेला निकाल छोड्छ उठ्छ त्यहाँबाट चिया खान्न सुर्ती खान्न त्यहाँबाट भात पकायो खायो त्यहाँबाट राख्यो बेलुका फेरि गाह्रो छ बाजे है गाह्रो छ है अब सुन्नु अब घाँस काट्न हिँड्न पर्दैन अब छोराहरूले कमाउने बात बाहिर गछन् एउटा अब बुहारीलाई छोडिदिनु गएर खाऊ न नखाउने छोडिदिनु पर्यो ए बाहिर गए पनि अझैसम्म 500 रुपियाँ बालै दिए भन्दैनन् भन्दैन बुहारीले ल्याउनु भन्दैन त्यहाँबाट हिजो दबाई खाने पैसा दबाई खानु पर्यो दम बढ्यो पैसा ल्याउनु बाजेले यहाँ पैसा निकाल्दै हुनुहुन्छ गाईहरूले बाजेले यस्तै पैसा पनि हेरौँ नि बुढापाकाको पैसा चाहिँ यस्तै राख्नुहुन्छ है हाम्रो चाहिँ साथ अहिले 1 रुपियाँ पैसा हुँदैन कहिले कहिले 1 कप चिया खाऊँ भने पनि साथीहरूसँग बसेर खानु भने हुँदैन बुढापाकासँग यस्तो पर्सभित्र प्लास्टिकभित्र अझ प्लास्टिक राखेर चाहिँ भन्दैन खानु मन रौसी खान्न केही खान्न छोड्नु भयो रक्सी खान रौसी खान्न 2 महिना भयो सुर्ती खान्छु यो सुर्तीले कति दिन पुग्छ बाजे
हँ? यो सुर्तीले कति दिन पुग्छ 2 दिन 2 दिन अँ। ए यो अझै यति छ ल ल यति छ त्यहाँबाट तल के भयो सच नभए पैसा ल्यायो बाजेको गुनासो त्यहाँबाट हेर्नु गाइजहरू हाम्रो बाजे झन् सरकारले अँ 12,000 दिन्छ कति 2 महिनाको 3 महिनाको 3 महिना के के 4 महिना दिन्छ 3 महिनाको अस्ति केही पनि ल्याउनु भनेको त्यहाँबाट कान्छी मलाई आधा कट्टा जेठी मलाई पैसा चामल ल्याउनु भने पैसा चामल नल्याए गुरु खानु ए भनेर 3,000 उसलाई 1,500 उसलाई त्यहाँबाट तेल ल्याउने ल्याउनु न नल्याए के त्यसै पानी सुट खाने त्यहाँबाट उहाँ गयो पानी सुट तेल ल्याउने खाटु चोरी तेल त्यहाँबाट बाजेको गुनासो कति 26,000 रहेछ ल हेर्नु गाइजहरू है? यस्तो बुढापाकाको गुनासो एउटा- कति धेरै हुन्छ होइन तर एउटा हामी के चाहिँ गर्यो? अब हामी चाहिँ रोक्नु है एकछिन रोक्नु है हामी चाहिँ युवाहरू यस्तै फ्री भएर हिँडिन्छ नि तर कहिले कहिले चाहिँ यस्तै बुढापाकाको आज लगभग 90 वर्षको बाजुलाई हामीले अब बाबुलाई चाहिँ हामीले भेट्न एकदम कम हुन्छ कि अहिलेको यो मासमा होइन सुन न अहिलेको मान्छेको आयु भनेको जम्मा 50 देखि 60 वर्षभन्दा छैन के 50 पनि के अरे पुग्न मुस्किल हुन्छ भने हामीले चाहिँ 90 वर्षको बाजेसँग आज हामी चाहिँ त्यो काम गर्ने क्रममा चाहिँ आज यस्तै भेट पनि भयो कुराकानी पनि गरियो गाइजहरू है एउटा पेट तेल यदि मन पर्छ भने लाइक कमेन्ट सेयर गरेर चाहिँ एकदम यो बाजेलाई चाहिँ एकदम के अरे सबैले माया गरेर चाहिँ होइन 26,000 माया पनि गरिदिनु होला गाइजहरू ल 26,000 हालेर ल्याइदियो